पुलाव बनाउन जाँदैछु। 600 ग्राम चिकन, 4 पिस ओनियन, 4 पिस चिल्ली, 2टा टमाटर, 2टा क्यारोट एन्ड जिन्जर गार्लिक पेस्ट यो चाहिँ फ्राई गर्नको लागि राखेको छौँ हामीले 1 चम्चा हाफ। चिकनमा पनि अल्छौँ यसमा गार्लिक एन्ड जिन्जरको पेस्ट एन्ड सल्ट अल्सो मिक्स गरेर हामीले राखेको छौँ। चावललाई अलरेडी हामीले आधी घण्टा भिजाएर राखेको छौँ। हामीले स्टार्ट गरिसकेका छौँ अब बनाउनको लागि। अलरेडी यसमा तेल हालिसकेको छ र प्याजलाई फ्राई गर्दैछौँ हामी। फ्राई गर्दैछौँ प्याजलाई। प्याज फ्राई भइसकेको छ। अब हामी यसलाई निकाल्दैछौँ। हामीले थोरै तेल निकालिसके। अब यसमा हामी घिउ एड गर्दैछौँ। फ्राई गरेर निकालेको तेल अनि प्याजलाई फ्राई गर्न जाँदैछौँ। जिरा, मरिच, इलायची, तेजपत्ता, ल्वाङ एन्ड दालचिनी हामी अब यसलाई फ्राई गर्दैछौँ। अदुवा लसुनको पेस्ट हाल्दैछौँ। यसमा फ्राई गर्दैछौँ। एउटा प्याज एन्ड ग्रिन चिल्ली हालेर अब फ्राई गर्दैछौँ। अब हामी चिकन हालिदिँदैछौँ। अघि मिक्स गरेर राखेको चिकन यसलाई पनि फ्राई गर्दैछौँ। थोडा सा हुँदै ब्राउन भइन्जेलसम्म यसलाई फ्राई गर्ने। अब पुदिना हाल्दैछौँ, टमाटर, मिक्स गर्दै फ्राई गर्दैछौँ। अब हामी यसमा हाल्दैछौँ करी पत्ताको पेस्ट। फ्राई गर्दै काटेर राखेको गाजर पनि अब हामी यसलाई हालेर फ्राई गर्दैछौँ। डाल्दा कस्नुरै कागतीको रस यसमा हालेर यसलाई पनि पकाउँदैछौँ। दही हाल्दैछौँ। कप चामल वास गरेर भिजाएर राखेका थियौँ आधी घण्टा जति। अब यसमा हालेर हामी यसलाई पनि पकाउँदैछौँ। मिक्स गर्ने। अब
कप चामललाई 4 कप गरम पानी हाल्दैछौँ। सल्ट, बोइल भएपछि अब हामी यसलाई लोमा ग्यास राखेर तावामा चढाउँदैछौँ। लोमा राखेर अब हामी यसलाई पकाउने। हामीले यसरी राखेका छौँ किनभने यो पुलाउ यसमा नटासियोस् भनेर यसरी पकाउँदैछौँ। थोरै पानी सुकेपछि अब यसलाई यसरी ढाकेर हामी पकाउँदैछौँ। पुलाउ रेडी, हाम्रो पुलाउ रेडी भइसक्यो।